के तपाईलाई थाहा छ, हेर्दा उस्तै लागे पनि थारू समुदायका यी दुई परिकारको स्वाद र इतिहास निकै फरक छ। एउटा हो पूर्वको सान बगिया, अर्को हो पश्चिमको पहिचान ढिक्री। पहिलो कुरा गरौँ बगियाको। विशेष गरी पूर्वी नेपालका कोइचला वा पूर्वीय थारू समुदायमा यो नयाँ धानको चामलको पिठो बनाइन्छ। दुवैतिर चुच्चो र बीचको मोटो आकार हुने यो बगियाभित्र कहिलेकाहीँ मासको दाल वा सक्खर पनि भरिन्छ। जितिया र माघीमा त यो अनिवार्य नै हुन्छ। अब जाऊ पश्चिम नेपालतिर, जहाँ थारू समुदायको पहिचान बोकेको ढिक्री बनाइन्छ। यो आकारमा लामो र बेलनाकार हुन्छ। प्रकृति पूजक थारू समुदायले माघी र अतवारी जस्ता पर्वमा यसलाई रुख, पात र देउताको आकारमा बनाएर पूजा गर्ने गर्छन्। बनाउने तरिका र भूगोल फरक भए पनि यी दुवै परिकार बिना तेल बाफमा मात्रै पकाइन्छ, जसले गर्दा यो स्वास्थ्यका लागि निकै उत्तम छ। भौगोलिक रूपमा पूर्व र पश्चिम छुटिए पनि यी दुवै परिकारले थारू संस्कृतिको धनी इतिहास झल्काउँछ। तपाईलाई बगिया मनपर्छ कि ढिक्री? कमेन्टमा भन्नुहोस् है। भिडियो मन परे फलो र सेयर गर्न नबिर्सिनुहोला।